राजावादीको ज्ञानेन्द्र शाहकै प्रत्यक्ष नेतृत्वमा, किन ज्ञानेन्द्र शाहलाई सबभन्दा मनपर्ने मान्छे जसलाई उनले जन कमान्डर भनेर त्यो सभाको र आन्दोलनको नेतृत्व दियो, चिन्नुहुन्छ सबैले? दुर्गा प्रसाद हावा। एउटा हावा हो भन्ने हामी सबैलाई थाहा छ। त्यस्तो मान्छेलाई कमान्डर बनाउने, मलाई त दुर्गा प्रसादले त बिचरा के भन्नु छ र, ज्ञानेन्द्रको बुद्धि के बुद्धि भयो मान्छेवाला, त्यस्तालाई बनाउनु हुन्छ कमान्डर। अनि जे हुनु थियो त्यही भयो, हिंसा भयो, आगजनी भयो, हत्या भयो, लुटपाट भयो। जनताले देखे। अहिले त फेरि डिजिटलको जमाना, सबै देखिहाल्यो, मोबाइलमा नि देखिहाल्यो, टिभीमा नि देखिहाल्यो। नाङ्गे झार, नाङ्गे झार को भयो? दुर्गा प्रसाद होइन, ज्ञानेन्द्र शाह को भयो नाङ्गे झार। उसको बुद्धि यस्तै यस्तै भयो त। दरबार हत्याकाण्ड, नेपालका तमाम मूर्ति चोरी, नमिता सुनिता हत्याकाण्ड तपाईँहरू नयाँहरूले सुन्नुभयो होइन होला। पोखरामा नमिता र सुनिताको हत्या कति विभत्स ढङ्गले गरेका थिए दरबारियाले। प्रवीण गुरुङको हत्या, अथवा कोत पर्व, भण्डारखाल पर्व। दरबार भनेको आफैभित्र काटाकाट र मारामारको इतिहास बाहेक केही नभएको परम्परा छ। अनि तिनीहरू चाहिँ जनतासँग लड्ने रे, जनताले लडेर ल्याएको चाहिँ गणतन्त्रका विरुद्ध जाने रे। यो त सम्भव हुने कुरा थिएन। अझै पनि उनीहरू कहीँ न कहीँ दलालहरूको घरमा, कयौँ विदेशी शक्तिहरूले उचालेको घरमा, उनीहरूले पैसा पठाइदिएको घरमा अझै वितण्डा मचाउँछु भनेर हिँडेका छन्। माया गरेर माओवादीले ल्याएको गणतन्त्र तिमीहरूले त फोटो राखेर पूजा गरे हुन्छ भनेर हामीलाई माया गरे चाहिँ होइन। काङ्ग्रेस एमालेलाई ह्युमिलिएट गर्ने, प्रोभोक गर्ने र हो त यो गणतन्त्र त माओवादीकै हो भन्ने बनाएर तान्नलाई गरेको। हामीले पनि यो बिचमा धेरै अनुभव गरिसकेका छौँ। त्यसकारण हामीले भन्यौँ सरकारलाई खबरदारी, सरकारको गलत क्रियाकलापका कारणले यी इतिहासमा मिल्काइएका मान्छेहरू फेरि एकचोटि आउने दुस्साहस गरेका छन्। खबरदार सरकार भनेका छौँ हामीले। एकातिर भने अर्कोतिर गणतन्त्रको रक्षाका निम्ति सबै गणतन्त्रवादीहरू एक हुनुपर्छ भन्ने कुरालाई पनि हामीले भनिरहेका छौँ। र हामीले अहिले भर्खरै अस्तिको सभापछि समाजवादी मोर्चाबाट सबै देशका गणतन्त्रवादी शक्तिहरूको बैठक बोलाउने र सबै गणतन्त्रवादीहरूलाई एक बनाएर प्रतिवादमा उत्रिने निर्णय गरेका छौँ। हामीले मधेसमा जनतालाई अपिल गर्ने निर्णय गरेका छौँ। त्यसकारण लुम्बिनी प्रदेशका तपाईँ सबै पार्टीका नेता कमरेडहरू, कार्यकर्ता कमरेडहरू, आज यो महिला सम्मेलनमा उपस्थित सबै महिला कमरेडहरू, म गम्भीर ढङ्गले तपाईँहरूलाई अपिल गर्न चाहन्छु। एउटा आन्दोलनमा विजय प्राप्त गर्नको निम्ति देशभरिका श्रमजीवी महिलाहरू, बुद्धिजीवी महिलाहरू, पढे लेखेकाहरू पनि, शिक्षक कर्मचारीहरू पनि ठुलो स्केलमा आन्दोलनमा सहभागी भएर नै हामी संविधान सभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन सकेको हो। काङ्ग्रेस एमाले मिलेका होइनन्। तपाईँहरूले हेर्दा त काङ्ग्रेस र एमालेको सङ्ख्या धेरै भयो, उनीहरू मिलेर सरकार बनेको देखिन्छ। झट्ट हेर्दा हो पनि, तर गहिरिएर विचार गर्नुभएको भयो भने त्यो काङ्ग्रेस र एमाले मिलेको होइन। दलाल पुँजीपति, नोकरसाह पुँजीपति र बिचौलिया मिलेर काङ्ग्रेस र एमालेलाई कब्जा गरे हो। मेरो यो भनाइलाई गहिरो गरी विचार गर्नु होला। उनीहरूका मिटिङ काङ्ग्रेसको नेताको घरमा भएको होइन। उनीहरूका छलफल बहस एमालेको नेताका घरमा पनि भएको होइन। तपाईँले थाहा पाइसक्नु भएको छ। ठुल्ठुला दलाल व्यापारीहरूको घरमा, बिचौलियाहरूका घरमा, कमिसन खोरहरूका घरमा, त्यो पनि आफ्नो पार्टीभित्र छलफल गरेर निर्णय गरेर भएको होइन। पार्टी कसैलाई जानकारी नदिइकन तिनी दलाल र बिचौलियाकै घरमा यो सरकार गठन भयो। मैले अहिले धेरै भन्न खोजेको होइन। त्यसकारण सुरु यसको गर्व नै ठिक ढङ्गले भएको होइन। त्यो सरकारको गर्भाधान नै कृत्रिम, अप्राकृतिक, असंवैधानिक, अलोकतान्त्रिक भएको हुनाले यसले राम्रो काम गर्ला कि
भनेर आशा गर्नु नै हामी सबैको निम्ति दुर्भाग्य हुन्छ। त्यसकारण मैले त्यति बेलै भनेको थिएँ, तिमीहरू भ्रष्टाचारी बचाउनको लागि, भ्रष्टाचारीहरूको निम्ति यो सरकार बनेको हो भनेर मैले भनेको थिएँ। तब त्यसको अग्रभागमा हुनेछ। जुन दिन काठमाडौँमा कथित राजावादीहरूले कार्यक्रम गर्दै थिए, 2-3 हजारको कार्यक्रम गर्दा समाजवादी मोर्चाका नाममा हामीले 1 लाखभन्दा बढी जनता काठमाडौँमा रातै रातै मान्छेका रूपमा उपस्थित भएर त्यसको प्रतिवाद र जवाब दिएको कुरा हामीले हेर्नु भएको छ। त्यसैले जो जहाँ छौँ प्रतिगमनका टाउका उठ्न नजाउँ, उठे प्रतिवाद गरौँ र अनि हामीले प्राप्त अधिकारको रक्षा गरौँ र त्यो रक्षा गरेर मात्रै हामीले थप अधिकार पाउने पनि मैले विश्वास दिलाउँदै फेरि पनि तपाईँलाई शुभकामना भन्दै आफ्ना भनाइ अन्त गर्न चाहन्छु। धन्यवाद।